आन्दोलनको मूल मर्मअनुसार आदर्शनीय यो दृश्य तपाईँले सिंहदरबारको सिंहदरबार परिसरबाट देखिराख्नु भएको छ जुन आन्दोलनको मर्मअनुसार सरकारले काम जेएनजीको तर्फबाट हो हामीले तपाईसँग कुरा गर्न खोजिरहेको छैन किन बिचमा आइरहनु भएको छ हैन तपाईहरुलाई समन्वय गराउन त एउटा न एउटा के डिरेक्सन देखाउनु हैन के डिरेक्सन देखाउनु त गाडी लिएर यहाँ गाडी चाहिदैन गाडी लिएर जान्छ के मन्दिरबाट आइसकेको छ लिस्ट भनेर सडकबाट वहीँबाट हामी आइरहेको छ भने तर बिचमा किन बिचमा लिएर आइरहनु भएको छ त्यही ब्लक नगर्दिन बिचमा बिचमा लिएर किन आइरहनु भएको छ के मन्दिरबाट प्रत्यक्ष हेरेन प्रत्यक्ष रूपमा आइरहेको छ भने तपाई बिचमा ल्याए हो के हो यहाँको त्यही हो भने तपाई हामीले कसैले मानेको छैन तपाई जेएनजीको यो समिति तपाईले ब्लक गर्नु मिल्दैन ब्लक गर्नु मिल्दैन डाइरेक्ट आइराछ हैन तपाई छोड्नु न बाटो हामी हिँडिरहेको तपाई बिचमा आइराछ म हामी कोबा बिजौ ल्याए हो तपाई पनि बिजौ ल्याए हो मेरो प्रश्न यो छ के गरिरहेको छ छिनु दिएन के भन्नु सबैजना लिएर मान्छौ सबैजना के हो त्यहाँ हिँड्नु तपाई बिचमा यहाँ सबै बिजौ ल्याए हो मागे पुरा गरेर सेवा समिति दिनलाई राख्नु पर्छ हिजोदेखि त तिहार पनि सुरु भएको छ तिहारमा बिदा गर्नुलाई के भन्नु कदम बनाएको बिदा भन्ने परम बनाएको आन्तरिक सरकारले जति जति काम गर्ने छुट्टी होइन रात दिन काम गरेर बिदा हिजोको सरकार हुन्थ्यो काम गर पैसा ल्याऊ काम गर केही पनि समय अगाडि 1 महिना अगाडि गरेको र सरकारलाई बुझाएको उहाँहरूको विभिन्न मागसहितको ज्ञापन पत्रको विषयमा के हुँदैछ हाम्रो माग पुरा हुँदैछ बेला जुन आन्दोलनका घाइतेहरू सिंहदरबार प्रवेश गरिसकेका छन्